हाई एभ्रिवान, जना यहाँ रेडी भइसकेका छौँ होइन। आइवन हाई, हामी कहाँ जान आँटेको अरे आज? पाक्स खोला पाखरीबास घुम्न जान लागेको। पाखरीबास घुम्न जान लागेको हो। हामी चाहिँ यहाँ रेडी भइसकेका छौँ होइन। मम्मी यता हेरिदिनु त। ओ मम्मी, हाई एभ्रिवान, वेलकम टु माई च्यानल बिङ बी। दिस इज विभूति अधिकारी र आज हामी जाँदैछौँ पाखरीबास घुम्नको लागि। यहाँ हुनुहुन्छ मेरो आमा, यङ लेडी रेडी यङ लेडी रेडी हो। यहाँ चिन्चिनु उहाँ केटाकेटीहरू अगाडि बाटो लागिसके। यहाँ चाहिँ गाडी पर्खिने कार्यक्रम हुँदैछ होइन। गाडीमा बोइगयो नि। हामी चाहिँ पात्रे खोलामा छौँ होइन। त्यहाँ हाम्रो फर्म छ। फोटो चढिसक्यौँ। चाहिँ भर्खरै गाडीबाट उत्रौँ होइन। यहाँको मौसम त्यस्तो चिल छ, चाहिँ हामी यो यहाँको तालतलैया भने जस्तो लाग्थ्यो पहिला यो ठाउँलाई होइन। छुट्ने मान्छेहरू स्कुटीमा आएर होइन। क्षेत्र सिमसार क्षेत्र भन्छ। पहिला पाखरीबासको तालतलैया भन्नुहुन्थ्यो क्या। चिनेको के भयो अरे? कुदौँ न, ओह्रालो न ओह्रालो छ। मौसम फेरि कुहिरो लागेर पुरै अलिअलि घाम लाग्दा चाहिँ ठिक्क हुन्छ। चियाबारीमा हो, चियाबारीमा टिप्दै रहेछन्। मौसम चाहिँ हल्का खुल्ला हुँदैछ होइन। घाम पो लाग्दै लाग्दै देखा परे। हामी आउँदाखेरि पुरै हामी आएपछि सर्लक्क छोडिदिँदैछ क्या ठाउँ। हामी सँगसँगै कस्तो राम्रो मौसम लिएर आयौँ त। अनि हेर त यता त घाम लागिरहेको अब त्यो तालतिर। टिकट काट्ने ठाउँ छ। काटिसक्नु भएको अरे। ल पस्नु भयो माइजू, पस्नु। यहाँ टिकट चाहिँ कोसँग त थाहा छैन नि त, मामासँग होला। टिकटको चाहिँ 20 रुपियाँ मात्रै रहेछ होइन, पर पर्सन। ओन्ली 20। यति राम्रो छ होइन। चियाबारीको बिचमा ताल पोखरी। ताल त के भन्ने, पोखरी। मम्मीहरू त कहाँ हराउनु भयो त, छुट्नु हो त। हामी सँगसँगै घाम पनि आयो होइन। कस्तो मजाले घाम लाग्यो। मजाले घाम लाग्यो त। फोटो राम्रो आउँछ। फोटो राम्रो नआउने भयो भने टेन्सन थियो। अब दूर भयो, टेन्सन हट्यो होइन। ठिक्कको मौसम रहेछ, शीतल। यस्तो शीतल हो नि, मलाई चाहिँ पसिना आइरहेछ। हिँडेर होला नि, हल्का गर्मी हुँदैछ। कहाँ हौ? ए बाँदर नाप्दैछन्। हजुर पोखरीमा पानी नै रहेन रहेछ। यहाँ कोही एरोप्लेन चढ्दै हुनुहुन्छ होइन। लु खै केटाकेटीको फोटो हेरिदिउँ। भित्र पाइलट त हुनुहुँदो रहेछ। अनि अरू के भन्ने अब।
वाह कत्रो ठुलो हौ आमा कत्रो रहेछ दारी काटेर आएर नि फोटो राम्रो आएन अरे भइसक्यो है हामीलाई चाहिँ गाइजहरू यस्तो चिसो मौसममा नि घाम फेरि गइसक्यो नमस्ते हेलो हेलो गर्दै को हो यो हेरिदिनु हेर न यता मेरो आइफोनमा भन्दा चाहिँ स्यामसङमा राम्रो आइरहेको छ है फोटो होइन S24 प्लसमा मेरो फोन त श्रीयानाको भनेपछि तिम्रो त बुढी भयो त्यही त के चाहिँ कपाल फुल हो यहाँनिरको एउटा फुलेको छ क्या मेरो सबै भित्र फुलेको थियो के कमी भयो भने फुल्छ भने त्यो बोरन के को कमी भयो भने उता फर्के त्यस्तै के को कमीले फुलाएको नि होइन कपाल फुलिरहेछ त्यस्तै हो नेचुरल हाइलाइट हुन्छ मेरो चाहिँ छैन है फुलेको भयो यस्तो चिल मौसममा पनि मेरो फोन तातेर होइन आइफोन आइरन भएको छ हाम्रो चाहिँ यहाँको फोटो भिडियो कार्यक्रम सकिसक्यो होइन श्रीयाना यता हेर त अब चाहिँ हामी कता कता जान्छौँ होइन टावरतिर जान्छौँ कि टावरतिर जाने कुरा हुँदैछ होइन हाम्रो उता हेर्नु न खराहरू डल्लो परेका बिचरा पोखरीभित्र शिवजी हुनुहुन्छ राम्रो भ्यू एउटा फोटो पाखरी बास भनेर लेखेको रहेछ भारी बोक्यो अरे फोटो खिच्ने गरी फुल मैले 1000 रुपैयाँको किनेको फुलको कुरा हुँदैछ यहाँ पुरै कविता लेखेको छ जस्तो छ त्यो बिरालो हिँड्दैछ अब चाहिँ हामी जान्छौँ उहाँको घर गाडीमा स्कुटीमा कहाँ जाँदैछौँ श्रीयाना कसको घर राम्रो बादल पो लाग्यो अहिले त हामी कहाँ आइपुग्यौँ श्रीयानाकोमा आइपुग्यौँ हामी स्कुटी टोली आइपुग्यौँ अब अरू टेम्पो टोली आउँदै हुनुहुन्छ होइन टेम्पोमा आइपुग्ने मान्छे आइपुग्नु भयो मकै बाई श्रीयाना बाई अब अटो चढेर जाने हामी हिले हामी चाहिँ यहाँ हिलेमा छौँ होइन हिलेमा उत्रिम कसैलाई खाजै भएन भन्दा पनि अब सबैले खाइहालिन्छ गएपछि होइन होटल छिरेपछि हामी चाहिँ काली हे वाला होटल जाँदैछौँ है काली होटल अरे गाडी चढ्दै हुनुहुन्छ अब जानको लागि अब मेरो टर्न स्कुटीमा जाने बाटो नदेख्ने गरी जस्तो लागेको छ अहिले त
त्यसैले क्यामेरा ब्लर हुँदैछ। भेटार सस्तै ए होइन भेटार महँगो 100 रुपियाँ किलो ल्याएको निगुरो कहिले 20 200 रुपियाँ किलोको निगुरो गाइस।